यो दृष्टि भनेको यति हाम्रो यो नयन छ नि, यो आँखा, यो आँखाको त बडा ठुलो रोल छ हाम्रो जीवनमा। भक्ति, भगवानको परम भक्त एउटा हुनुभयो बिल्व मङ्गल। सुन्नुहोस् है उहाँको कथा, यो आँखाको कथा ध्यान दिएर सुन्नु। दक्षिण भारतको जन्म थियो बिल्व मङ्गल। बडे वेदान्त, वेद वेदान्त, न्याय वेदान्तको बडा पारङ्गत, संगीत कलाको त्यति ठुलो विद्वान। 25 वर्षसम्म गुरुकुलमा अध्ययन गरेर विवाह गरेर गृहस्थीमा प्रवेश भयो र उहाँको नगरमा एकपल्ट ठुलो संगीतको आयोजना भयो र त्यो बेलाको त्यस ताकतकी बडा ठुलो नर्तकी एकजना नर्तकी हुनुहुन्थ्यो, वराङ्गना सुन्दरी स्त्री। अब त्यो नाम सुनेर ओहो यस्तो ठुलो बडा नाम भएको मान्छे आउँदैछन्। उहाँ पखावजको बडा नालवादक ठुलो बिल्व मङ्गल। अब जुन प्रकारले त्यहाँ कथकको नृत्य हुन लाग्यो, चिन्तामणि नाम थियो त्यो नर्तकीको। जब चिन्तामणिले आफ्नो हावभाव देखाएर कटाक्ष नृत्य गर्न लागि, उनी बडा विद्वान बसेका पखावजका, जो पखावज सँगै ल्याएको थियो चिन्तामणिले, त्यसले ताल चाहिँ सुर ढङ्गसँग लगाएन, उहाँलाई ज्ञान भयो। हट बडा विद्वान। अब भाइ वेद मन्त्र उच्चारण गरिरहेछ, राम्रो पढ्ने भने उसलाई बडा रिस उठ्छ। संगीतको कोही ज्ञानी छ, राम्रो सुरमा गाएन, ताल काट्यो बिगार्यो भने तल बस्नेलाई बडा यसलाई हान्नु जस्तो रिस उठ्छ। त्यो पारङ्गत भएका मान्छेलाई आफ्नो विधामा बिल्व मङ्गलको दर्शक दीर्घाबाट उठेर गएर पखावज वादकलाई हटाएर आफै बजाउन लाग्यो। यो दृष्टिको कति ठुलो विकार छ सुन्नुहोस् है। त्यही दृष्टिलाई हामीले सदुपयोग गरौँ भने त्यही दृष्टिले हामीलाई जगतबाट मोक्ष गराउँछ। त्यही दृष्टिले के गराउँछ यो ध्यान दिएर सुन्नु होला। पखावजलाई हटाउनु भयो, उहाँले सुन्दर कथकको ताल लगाउनु भयो। त्यो लगाएर देखेर चिन्तामणि पनि मोहित भयो। यस्तो वाह वाह वाह, कोही राम्रो गायो भने क्या बात है भन्यो भने बडा दिल खुस हुन्छ गाउनेवालालाई। त्यही भएर ताली बजाउनुहोस्, ताली बजाउनुहोस् भनिन्छ नि गायकले, नाच्नुहोस् भन्छ, उसलाई सपोर्ट हुन्छ। नर्तकी चिन्तामणिले पनि वाह क्या बात भनिदिए बिल्व मङ्गललाई। उसको रूप, हावभाव र उसको त्यो सुन्दरता देखेर मोहित भए, एक आपसमा प्रेम भयो, घरकी श्रीमतीलाई छोडिदिए। बिल्व मङ्गल त्यत्रो विद्वान। त्यही नर्तकीसँग अरू कार्यक्रममा पनि हिँड्न लाग्यो। न्याय वेदान्त व्याकरणको त्यत्रो ब्रह्मको उपासना गरेको सबै छोडेर उसकै पछि लाग्यो। आखिरमा घरमा बिल्व मङ्गलको पिताजीको मृत्यु भयो। सुन्नुहोस् है कहानी। पत्नी अत्यन्त धैर्यवान हुनुहुन्थ्यो। पिताजीको मृत्युको खबर पठाउँदा पनि उनी काजक्रिया गर्न आएन। ती पत्नी गएर चिन्तामणिसँग याचना गरे, हेर्नुहोस् तपाईँ पनि एउटी नारी, ठिक छ उहाँ यसरी हिँड्नुको मलाई केही छैन, तर बाउको क्रिया गर्ने, अन्तिम संस्कार गर्ने पनि कोही भएन, म लिन आएको भनेर गएर उसलाई लिएर आएर अन्तिम संस्कार सकियो। दशगात्रको काम पनि नगरी, 10 दिनको काम पनि नगरी बाउको चितामा आगो लगाएर फेरि त्यसकै पछि त्यति मोह बस्यो, त्यसकै पछि लाग्यो। यो सबै दृश्य देखेपछि त्यो चिन्तामणिलाई बडा वैराग्य। हे यस्तो विषयमा तपाईँ मेरो यो अस्थि मांस रुधिर रक्त पीप वायु वात यो दुर्गन्ध अस्थि स्तम्भम स्नायुबन्धम मांस शोणित लेपितम चर्मापनन्दम दुर्गन्धम पात्रम मूत्रपुरी छ। यस्तो शरीरको चाहिँ नि माया गरेर त्यत्रो कर्म छोडेर आउने धिक्कार छ। म त वृन्दावन जान्छु, तिमीसँग बस्दिन। चिन्तामणिले वृन्दावन जाने भनेपछि हो तिमी जान्छौ भने म पनि जान्छु, उसको कारणले
ती बिल्व मङ्गल पनि वृन्दावन गए। तर एउटा शर्तमा म तिमीलाई लान्छु भने के शर्त भन्दा वृन्दावनमा गएपछि उसलाई आफ्नो जीवनदेखि आफ्नो कर्मदेखि आफूले गरेको कृतिदेखि ग्लानि भइसकेको थियो, साँच्चीकै भक्त बन्न चाहन्थ्यो। तिमी मसँग बस्न पाउँदैनौ, तिमी अलग म अलग, हुन्छ हुन्छ, उहाँ गएर भक्ति गर, तिम्रो पाप कर्म धोइन्छ। अब त्यो अझ मैले एउटा प्रसङ्ग छोडेछु। जब त्यो बाबुको संस्कार गरेर त्यो चिन्तामणिलाई भेट्न आतुर भएर दौडिन्छ नि, त्यो दौडिँदा श्रीमती पछि नजानुस्, बाबुको काम त गर्नुहोस् भनेर श्रीमती पछि पछि उसलाई समाउन जानु, मान्ने होइन, जाँदैछ जाँदैछ। भीषण वर्षा भएको छ, त्यो वर्षाको पनि पानीको प्रवाह छैन, नदी उफान मारेर बाढ आएको छ। त्यही नदीमा जब म पारी जान्छु भनेर हम्फाले श्रीमती उसलाई समाउन भनेर हम्फाले श्रीमती पहिल्यै मरिछे, तैरिन नजाने कि त्यही श्रीमतीको लासलाई चढेर ऊ तैरेको लासमाथि तैरिएर आफ्नै श्रीमती हेर्नुहोस् तैरेर त्यो पल्लो पार गयो, छोडिदियो श्रीमतीलाई, मरेको के थाहा छैन उसलाई, त्यति बेहोस छ त्यो। पल्लो पार पुग्यो, पल्लो पार पुगेपछि अब ससुर त्यो चिन्तामणिको घर चिनेको थियो, त्यसको घरमा जान्छ। रात्रि भइसकेको छ, ढोका बन्द छ, सर्पलाई समाएर कालिदासको जस्तो माथि चढ्यो। चढेपछि अनि त्यहाँबाट त्यति बेला चाहिँ म तिमीलाई भेट्न यसरी आएँ भने धिक्कार छ तिम्रो जीवन, म जस्तो यो रक्त पिप वायु वात अष्ट धातुले बनेको यो शरीरको म त वृन्दावन जान्छु, म पनि जान्छु भनेर दुवै वृन्दावन आयो। वृन्दावन आएपछि अलग अलग भयो। वृन्दावनमा पनि त्यो आँखा, त्यो दोषी आँखा छ। एउटा बडा ब्रजबाला सुन्दरी पनघटमा जाँदै रहेछ, पानीको आफ्नो भैँटो लिएर पानी भर्न जलाशयमा। कता कता उसलाई त्यो चिन्ता, कति दिन भजनमा लागिसकेको थियो। भजनमा लागिसकेपछि नि कता कता महाराज त्यो चिन्तामणिकै याद आयो र पछाडिबाट मात्रै देखेछ उसलाई, त्यो देवीलाई। यो अगाडिबाट कस्ती होला, यसको मुख हेर्न पाए बडा बेचैन भयो। 3 कोस लामो बाटो हिँडेर त्यसको पछ्याउँदै 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 गएर गयो। त्यो कहिले फर्किन, ढोका फुत्त बन्द गरी भित्र पस्यो। 24 घण्टा त्यो द्वारमा त्यो बसेछ त्यसलाई हेर्नको लागि, निक्लिँदैन। आखिरमा ऊ निक्लेन, उसको श्रीमान निक्ल्यो। के छ इच्छा भन्दा एउटा देवी यहाँ पसेकी छिन्, उनको दर्शन गर्नेलाई भन्नु। श्रीमान फेरिबाट भक्त रहेछ, ओहो यो महात्माको भेषमा आएको छ, यो साधुको भेषमा आएको छ। यस्ता साधुहरूले त दर्शन गरिदिए मात्रै पनि कृपा हुन्छ भनेर आफ्नो पत्नीलाई बोलाइदिएछ। महात्माले के भन्दै हुनुहुन्छ, तिमीसँग के याचना गर्ने हो। जब त्यो देवी जब बाहिर आउने बित्तिकै उसलाई ब्रह्म ज्ञान भएछ। के चाहियो महात्मन, तपाईँलाई के चाहियो भन्दा अब मलाई केही चाहिँदैन देवी, 2टा सियो चाहियो मलाई, 2टा सियो, तीखो काँडा। त्यतिखेर वैराग्य आयो। कहाँ छ त सियो भन्दा त यसो हेर्दा सियो छैन, घरमा आँगनमा बेलको बोट रहेछ, 2टा ठुला ठुला काँडा, मलाई त्यो 2टा काँडा तिम्रो हातले देऊ भने। किन मागे साधुले, गएर महाराज त्यो 2टा काँडा उखालेर ल्याएर त्यो देवीले हातमा दिने बित्तिकै ती बिल्व मङ्गलले 2टै काँडाले 2टा आँखा नेत्र खोले। यो आँखा हो दोषी, संसारमा विषयको रङ्ग, त्यो विषयलाई महाराज, त्यो विषयलाई, त्यो वासनालाई भगवानको उपासनामा जबसम्म परिणत हुँदैन तबसम्म जिन्दगी सुध्रिँदैन। त्यति भएपछि उसलाई आफ्नो पहिलाको पूर्व कर्मको ज्ञान भयो। त्यहाँबाट छोडेर भगवानको भक्ति विरहमा निक्ली। उनै बिल्व मङ्गल अन्तिममा गएर महाराज ठुलो विद्वान हुनुभयो। त्यहाँबाट निक्लिँदै गर्दा 2टा नेत्रबाट रगतका धारा बगेका छन्। श्रीमान श्रीमती 2टै रुन लागे, हाम्रो घरमा यस्तो आपद के देख्न पर्यो, हे प्रभु यिनको कल्याण होस् भनेर ती 2टाले जब भगवानको याचना गरे, ब्रजवासीले भनिदिने बित्तिकै कृपा हुन्छ। ब्रजवासीको कृपाको फल मिल्यो। अलि अगाडि पुगेका थिए,
ती लडखडाउँदै लड्दै उठ्दै आँखाको रक्तधार बगाउँदै गरेका बिल्वमङ्गललाई एउटा गोठालो ग्वारिया आएर हात पक्रेर लाँदैछ। कहाँ जाने बाबा भन्दा म जमुनाजीमा जल समाधि गर्न जाने भनेर जाँदै हुनुहुन्छ। त्यो ग्वालिया कोही थिएन, ती ब्रजवासीको आशीर्वादले यिनको कृपा होस् भने कारणले स्वयं भगवान श्रीकृष्ण नै ग्वारिया बनाएर समाज लैजानु। आखिरमा श्री श्याम सुन्दरको कृपाले ती बिल्वमङ्गलको पुनः दृष्टि प्राप्त भयो र संसारको दृष्टि विषयको दृष्टि नाश भयो। उनैले महाराजको त्यो पद हामीले गाउँछौँ नि, अङ्गना मङ्गना मन्तरा माधव माधवौ माधवं चान्तरेण अङ्गना अङ्गना मङ्गना मन्तरा माधव माधवौ माधवं चान्तरेण अङ्गना इत्थमा कल्पितौ मध्यमा मण्डले इत्थमा कल्पितौ मध्यमा मण्डले संजगौ वेणुनां देवकी नन्दन संजगौ वेणुनां देवकी नन्दन अङ्गना मङ्गना मन्तरा माधव अङ्गना मङ्गना मन्तरा माधव माधवौ माधवौ चान्तरेण अङ्गना इत्थमा कल्पितौ मध्यमा मण्डले संजगौ वेणुनां देवकी नन्दन संजगौ वेणुनां देवकी नन्दन संजगौ वेणुनां देवकी नन्दन। यस्तो यस्तो श्लोक भएको बिल्वमङ्गल काव्यको रचना गर्नु बडा भक्त। त्यस कारणले यो संसार सृष्टि त गोविन्दले बनाइदिनु नै भएको छ। त्यो सृष्टि बदल्ने हामीमा ताकत छैन, तर भगवानले दिनुभएको यो दृष्टि चाहिँ बदल्न हामी सक्छौँ। हेराइ सोचाइ के कसैले कुकर्म गर्छ भने त्यसले भोग्छ। त्यो कुकर्मको चिन्तन गरेर आफ्नो समय खराब किन गर्ने? कोही भाइ बहिनी नै हिँडेका होला, अथवा हेर उसले खराब सोची नै हाल्यो। कोही कहीँ गएर बसेको होला, कोही कोहीसँग बोलेको होला। भक्त भागवतहरूको आफन्तको अनन्य प्रेम सम्बन्ध भागवतको होला, तर सोच्नेवालाले विकार सोच्छ। किन सोच्ने? त्यस कारणले सबभन्दा महाराज संसारमा पहिला संसारको हेराइ दृष्टि सुधार्ने। अच्छन्वतां फलमिदं न परं विदाम। त्यही भएर गोपीहरूले हे दिदी हो, हे सखी हो, यो नेत्रले संसारको केही देख्नै नपरे हुन्थ्यो। बडा क्रोधित भएका छन् निमि राजासँग। जब वशिष्ठ महाराजलाई निमि राजाले गुरु बनाउनु भएको थियो पुरोहित, त्यही बेला इन्द्रले पनि यज्ञको आयोजना गर्नु बोलाउनु भयो उहाँलाई नै, वशिष्ठलाई नै। हे महाराज, हाम्रोमा अब गुरु महाराजहरू पण्डितजीहरू अलि तगडा, हाम्रो शिवजी जस्तो जाने बित्तिकै 1000 को गोदान गर्ने भेट्टा आयो भने अन्त छोडिहाल्यो। बोल भक्त वत्सल भगवानको। अनि भाइ इन्द्र त्यत्रो स्वर्गको राजा इन्द्रले बोलाउनु भएपछि निमीलाई के भन्नुभयो भने, ल तपाईँ तयारी गर्दै गर्नु, म इन्द्र कहाँ गएर आउँछु भनेर स्वर्गमा गएको। त महाराज यो पनि दिएछ, ऊ पनि दिएछ, दान भनेछ, गौदान भनेछ, यो भनेछ, ऊ भने कति समय लायो। यता गुरु पुरेर बसे, आउँदै आएन। निमी महाराजले नआएपछि अर्कै गुरु लगाएर यज्ञ गर्नुभयो। सुन्नुहोस् है, ध्यान दिनुहोस्। अब आउनुभयो, यज्ञ सकिएपछि